स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो शरीरलाई चाहिन्छ पनि, तर फेरि अलि बढी भयो भने खतरनाक पनि हुन सक्छ। कोलेस्ट्रल। हो, कोलेस्ट्रल निकै महत्त्वपूर्ण तर अलि बदनाम पनि भएको विषय हो नि। हामीसँग भएका स्रोतहरूले चाहिँ खास गरी नेपालको अहिलेको अवस्थामा कोलेस्ट्रल किन बढिरहेको छ, कारण के हुन् अनि कसरी व्यवस्थापन गर्ने भन्ने बारे राम्रै जानकारी दिएका छन्। आजको छलफलमा हामी त्यही जानकारीलाई सरल पारेर प्रस्तुत गर्ने कोसिस गर्नेछौँ। एक्ज्याक्ट। ल त्यसो भए सुरु गरौँ है त। कोलेस्ट्रल भन्ने बित्तिकै मान्छे त तर्सिन्छन्, तर यो वास्तवमा के हो? शरीरमा यसको काम के हुन्छ? राम्रो प्रश्न। कोलेस्ट्रल भनेको नि खासमा हाम्रो रगतमा हुने एक किसिमको चिल्लो पदार्थ हो। लिपिड भन्छन् यसलाई। यो नभई हुँदैन। हाम्रो शरीरको हरेक कोषको भित्ता बनाउन, भिटामिन डी बनाउन अनि कति हर्मोनहरू जस्तै टेस्टोस्टेरोन, एस्ट्रोजेन बनाउन यो चाहिन्छ नै। ए, चाहिने कुरा रहेछ। हो, तर समस्या कहाँनिर आउँछ भने नि जब यसको मात्रा, खास गरी नराम्रो भनिने एलडिएल कोलेस्ट्रोल रगतमा चाहिने भन्दा बढी हुन्छ। तपाईले एलडिएललाई नराम्रो भन्नुभयो, भनेपछि राम्रो पनि हुन्छ होला? हो, बिल्कुल। एचडिएल भन्ने हुन्छ, हाई डेन्सिटी लिपोप्रोटिन। त्यसलाई चाहिँ राम्रो कोलेस्ट्रोल भनिन्छ। हो, यसको काम चाहिँ ठिक उल्टो। धमनीमा जम्मा भएको त्यो बढी भएको कोलेस्ट्रोललाई उठाएर कलेजोसम्म पुर्याउँछ अनि कलेजोले त्यसलाई शरीर बाहिर फाल्न मद्दत गर्छ। ए, सफा गर्ने काम गर्यो एचडिएलले। हो, ठ्याक्कै। स्रोतहरूले के भन्छन् भने नि एलडिएल मात्रै हेरेर हुँदैन। एलडिएल र एचडिएलको अनुपात अनि अर्को हुन्छ ट्राइग्लिसराइड्स भन्ने चिल्लो, त्यसको स्तर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो त निकै विस्तृत पो रहेछ। अब कारणहरूतर्फ लागौँ न त। कोलेस्ट्रोल किन बढ्छ? यो जन्मजातै हुने हो कि हाम्रो बानीले गर्दा हो? नेपालको बारेमा के छ जानकारी? हेर्नुहोस्, दुईटै कुरा हो। कसैमा वंशानुगत मतलब परिवारबाटै आएको जोखिम हुन्छ, तर धेरै जसो मान्छेमा चाहिँ अहिले जीवनशैली नै प्रमुख कारण देखिन्छ। स्रोतहरूले प्रष्टै भनेका छन्, नेपालमा अझ विशेष गरी शहरहरूमा जीवनशैली पुरै फरिएको छ। हो र? कस्तो परिवर्तन नि? अब खानपानकै कुरा गरौँ। चिल्लो, तारेको, भुटेको अनि त्यो बाहिरको जङ्क फुड खाने चलन बढ्यो, शारीरिक काम कम भयो, मोटोपना बढ्यो, चुरोट खाने बानी, यिनै हुन् मुख्य कारण। ए, यिनीहरूले एलडिएल त्यो नराम्रोवाला बढाउँछ अनि राम्रोवाला एचडिएल चाहिँ घटाइदिन्छ। त्यो जीवनशैली परिवर्तन अलि प्रष्ट पारिदिनुस् न। स्रोतहरूले केही खास बानी या खानेकुरा औल्याएका छन् कि? छन् नि। जस्तो पहिलेको जस्तो दाल, भात, सागसब्जी भन्दा पनि अहिले प्रशोधित चामल, मैदाका परिकार, तयारी चाउचाउ, तेलमा डुबाएर तारेका खाजाहरू, हैन, यस्तो खाने चलन बढ्यो। अनि शारीरिक श्रम पनि त घट्यो नि। घण्टौँसम्म कुर्सीमा बस्ने, हैन, यसले पनि समस्या थपेको छ भन्छन् स्रोतहरू। हो त नि। तर यहाँनिर सबभन्दा अचम्म लाग्दो अनि डरलाग्दो कुरा के भने कोलेस्ट्रोल बढेको पत्तै लाग्दैन रे, लक्षणै देखिँदैन भन्छन्। यो त लुकेको शत्रु जस्तो भयो। एकदम त्यही त हो यसको सबभन्दा खतरनाक पक्ष। लक्षण प्राय देखिन्न। लक्षण कहिले देखिन्छ भन्दा जब त्यो कोलेस्ट्रोल जमेर धमनीहरू एकदमै साँगुरो भइसक्छन् नि, अनि बल्ल मुटु दुख्ने, हृदयघात हुने वा मस्तिष्कघात हुने जस्तो ठूलो समस्या आएपछि मात्र थाहा हुन्छ कतिपयलाई। ओहो। त्यसैले स्रोतहरूले केमा जोड दिन्छन् भने नियमित रगत जाँच गराउनु पर्यो। लिपिड प्रोफाइल टेस्ट भन्छन्। त्यो नै कोलेस्ट्रोलको स्तर थाहा पाउने अनि जोखिम कति छ भनेर बुझ्ने एक मात्र भरपर्दो तरिका हो। भनेपछि लक्षण नदेखिए पनि जोखिम हुन सक्ने भयो। त्यसो भए यसलाई रोक्नलाई अनि नियन्त्रणमा राख्नलाई के गर्न सकिन्छ त? जीवनशैली बदलेर मात्रै हुन्छ कि औषधि नै खानुपर्छ? हेर्नुहोस्, रोकथाम र नियन्त्रणको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा त जीवनशैली परिवर्तन नै हो। त्यसमा कुनै शङ्का छैन। यसमा के पर्छ भन्दा सन्तुलित खानेकुरा, प्रशस्त फलफुल, हरियो सागपात, गेडागुडी अनि रेसादार खानेकुरा खाने, चिल्लो पनि स्वस्थ चिल्लो जस्तै ओखर, एभोकाडो, जैतुनको तेल, हैन, यस्तो खाने। अनि व्यायाम नि? हो, त्यो पनि नियमित, कम्तीमा दिनको आधा घण्टा जति अलिकति जिउ तात्ने गरी व्यायाम गर्ने, तौल ठिक राख्ने अनि चुरोट खाने, झाँडरक्सी धेरै पिउने बानी छ भने त्यो छोड्नै पर्यो। स्रोतहरूका अनुसार नि धेरैजसो अवस्थामा यति गर्दा कोलेस्ट्रोल नियन्त्रणमा आउँछ। तर यदि यतिले पनि भएन भने नि
कतिपयको त वंशाणुगत पनि हुन्छ भन्नुभयो। हो, त्यस्तो अवस्थामा अथवा जोखिम धेरै छ भने चाहिँ डाक्टरको सल्लाह अनुसार औषधि खानुपर्ने हुनसक्छ। स्टाटिन भन्ने औषधि हुन्छ प्राय। तर एउटा कुरा के बुझ्नुपर्छ भने औषधिले जीवनशैली परिवर्तनको विकल्प दिँदैन। औषधि खाए पनि खानपान र व्यायाम त गर्नै पर्छ, सँगसँगै लैजानुपर्छ। अनि कस्तो उपचार चाहिन्छ, औषधि चाहिन्छ कि चाहिँदैन, त्यो व्यक्तिको समग्र स्वास्थ्य, कोलेस्ट्रोल कति छ, अरू जोखिम जस्तो प्रेसर, सुगर छ कि छैन, यस्ता कुरामा भर पर्छ। त्यो निर्णय चाहिँ डाक्टरले नै गर्नुपर्छ। भनेपछि मुख्य कुरा चाहिँ आफै सचेत हुनु पर्यो, सक्रिय हुनु पर्यो, नियमित जाँच गराउने, खानपान, व्यायाममा ध्यान दिने हो भने ठुलै खतराबाट बच्न सकिने रहेछ। बिल्कुल सही कुरा। र यो छलफलले एउटा गहिरो प्रश्न पनि सोच्न बाध्य बनाउँछ कि हामी हाम्रो यो दैनिकी, यो भागदौड, यो आधुनिक जीवनशैलीको चक्करमा कतै आफ्नो स्वास्थ्यलाई चाहिँ दीर्घकालीन जोखिममा पारिरहेका त छैनौँ? हो त नि। स्रोतहरूले देखाए जस्तै हाम्रो सानो सानो दैनिक बानीमा अलिकति मात्रै सचेत भएर सुधार गर्यौं भने पनि भविष्यको स्वास्थ्यमा त्यसले कति ठूलो सकारात्मक असर पार्न सक्छ, यो हामी सबैले सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ मलाई।